दर्शकबिन साथीहरू, बुहारी भागमा भने अबको केही दिनमा चुनाव हुँदैछ। रामले भन्छन् यो चुनाव लड्नु कुनै रहर होइन। न्यायलाई जिताउनको लागि मैले बाध्य भएर रमेश दाइलाई चुनावी मैदानमा हुत्याउनु पर्यो। यो चुनाव मात्र नभएर एक सुनौलो भविष्य गर्ने सुनौलो अवसर पनि हो भनेर रामको टिम लागि परेको छ। दर्शकबिन साथीहरू, अब के होला त भन्ने विषयमा हामी चर्चा गर्दैछौँ। हजुरहरू हाम्रो यस नयाँ नेपाली सिरियलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब र लाइक कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन साथीहरू, यति बेला भने रामको टिम र बिरजङको टिम प्रचारको लागि गाउँ गाउँ हिँडिसकेको छन् र विशालले गाउँका सबै मानिसलाई भोट मलाई दिनुपर्छ भनेका छन्। गाउँका सबै मानिसहरूले भोट चाहिँ रामलाई दिने हो भन्दै भनेका छन्। दर्शक साथीहरू, विशालले पैसा बाँड्दै हिँडे पनि गाउँको मान्छेहरू भने रामकै पक्षमा छन्। त्यो सबै देखेर विशाललाई रिस उठ्छ र घरमा जान्छन् र भन्छन्, आफ्नो बाबालाई सुनाउँछन्, बाबा अब त हाम्रो हार निश्चित छ, गाउँका मान्छेहरू सबै रामको पक्षमा छन् भन्दै सुनाउँछन्। र बिरजङ थापाले हाँस्दै भन्छ, छोरा त पिर नले, यो जित जसरी पनि हाम्रै हुन्छ। जसरी त्यो रामले खेल खेलेको छ त्यसरी नै मैले पनि रामलाई मुठीमा लिएको छु। त्यसैले गर्दा यो जित रामको हुँदैन, यो जित पक्कै हाम्रै हुनेछ, त पिर नले भनेर छोरालाई भन्छ। र विशाल खुसी हुन्छ र विशालको टिमहरू पनि बिरजङको कुरा सुनेर सबै खुसी हुन्छन्। बिरजङले अनेक खेल खेलेर रामलाई फसाउन खोजिरहेका हुन्छन्। दर्शकबिन साथीहरू, हजुरहरू पनि देख्न सक्नुहुन्छ राममाथि अन्याय भएको छ। त्यसै क्रममा मुनाले भन्छन्, यहाँ जित र हारको मात्र कुरा छैन, यहाँ न्याय र अन्यायको पनि कुरा छ। त्यसैले गर्दा हामीले न्यायको जित गराउनुपर्छ भन्छन्। बिरजङले यो गाउँमा बसेर यो गाउँको पुलिस प्रशासनलाई पनि आफ्नो कब्जामा लिएको छ। गाउँका सबै छोरीचेलीमाथि पनि विभिन्न प्रकारका घटनाहरू घट्दा पनि पुलिस प्रशासनले केही गर्न सकेको छैन। त्यसैले गर्दा पनि बिरजङको खेल अन्त्य हुनुपर्छ। दर्शक साथीहरू, हजुरहरूले पनि देख्न सक्नुहुन्छ बिरजङले अनेक आइडिया लगाएर रामलाई फसाएका छन्। त्यसैले अहिले बिरजङको टिम रामलाई फाँसी दे भन्दै नारा लगाउँदै गाउँ गाउँ हिँडिरहेका छन्। त्यसैले गर्दा अब के होला त साथीहरू, विश्वास छ रामले यस्तो निज काम कहिल्यै पनि गर्न सक्दैनन्, किनकि राम महान छन्। राम सधैँ न्यायको जित होस् भन्ने चाहन्छन्। आशा छ पक्कै पनि रामले न्याय पाउँछन् र यो जित रामको हुन्छ र रामको मरेकी बहिनीले पूजाले पनि न्याय पाउँछिन् भन्दै अहिलेलाई म बिदा हुन्छु। हस्त, धन्यवाद।